म हुँ तिम्रो साथी, तिम्रो नयाँ मोबाइल। मेरो दुनियाँमा फेसबुक छ, इन्स्टाग्राम छ, युट्युब छ, पबजी छ, फ्री फायर छ, टिकटक पनि छ। बच्चादेखि बुढासम्म, नेतादेखि अभिनेतासम्म सबै मेरो इसारामा नाच्छन्। आऊ मसँग मेरो दुनियाँमा रमाऊ। दुनिया त हाम्रो भन्दा पनि धेरै रङ्गीन रहेछ। यसरी मोबाइल मात्र चलाएर जिन्दगी चल्छ त? पढाइतिर पनि ध्यान दिनु पर्यो है। मलाई थाहा छ म के गर्दैछु, कसैले मलाई सिकाउनु पर्दैन। आज भोलि त नानीको पढाइतिर ध्यानै छैन, होमवर्क पनि गर्दैनन्। नानी त पहिला भन्दा धेरै चेन्ज भइसकेछ। किन होला सर? नानीको ख्याल गर्नुहोस् है सर। छोरी, के भएको छ तिमीलाई? किन तिमी यस्तो गर्दैछौ? खै किन बाबा, मैले आफूलाई सम्हालिसकेको छैन। मन्यो मेरो हजुर गर्दैछ कि कसुर लाग्छ अनौठो केही। धडकनको तालमा चल्छ समय पनि गर्दैन इशारा केही। खै कसको दोष हो, कस्तो मदहोसी हो, चल्दैछ जादु केही। किन हो आज भोलि तिमीले मलाई वास्तै गर्दैनौ? म हुँ तिम्रो असल साथी। आऊ यो हात समाऊ, तिमीले उडान भर्न अझै बाँकी छ। म हुँ तिम्रो असल साथी। आऊ यो हात समाऊ, हामीले अझै धेरै कुरा देख्न बाँकी छ। बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न। बतास बनी छुन आइदेऊ न, फेरि मेरै हुन आइदेऊ न। म त पर्खेको पर्खै छु, म त पर्खेको पर्खै छु, म त पर्खेको पर्खै छु, म त पर्खेको पर्खै छु। रातमा निन्द्रा हराएको छ, दिउँसोको भोक पनि हराएको छ। म आफ्नालाई पनि बिर्सेको छु, जहिलेदेखि मेरो जीवनमा मोबाइल आएको छ। छोरी, हाम्रो सम्बन्ध भन्दा पनि ठुलो यो मोबाइल रहेछ। कहिले आउँछ होला त्यो एक दिन जहाँ भारी नहोस् यो जीवन, जहाँ एउटै बनोस् विपना सपना, अनि बैरी नहोस् आफ्नै मन। मलाई धेरै लाइक चाहियो, मलाई धेरै भ्युज पनि चाहियो, मलाई धेरै फलोअर्स पनि चाहियो। म त भाइरल हुन जे पनि गर्छु। भिडमा खोजौँ कि एकान्तमा खोजौँ, शिशिरमा खोजौँ।
मलाई यो जन्जालबाट कसैले निकालिदेऊ। मैले रेडियो खाए, मैले हातको घडीलाई खाए। समय छैन मानिसहरूसँग, मैले सबैको समयलाई खाए। मैले बच्चाहरूको बाल्यकाललाई खाए, मैले युवाहरूको जोसलाई खाए। मैले युवाहरूको नयाँ सोचलाई खाए। हो, मानिसले नि मलाई बनाएको, तर त्यही मानिसलाई आज मैले आफ्नो गुलाम बनाएको छु। लाइक, कमेन्ट र शेयर बटनमा अल्झिएका मानिसहरू भन्दा ज्ञानी म छु, किनकि म फोन मात्रै होइन, म स्मार्टफोन हो। Thank you.